एकचोटि फेरि भन्नुहोस् त म्याडम, यो हामीले चाहिँ यहाँ बुढा सुब्बाको यहाँ किन आएको हो? बुढा सुब्बाको यो मेन मन्दिर हो हाम्रो यो। हजुर हजुर। यसमा चाहिँ बुढा सुब्बाको समाधि हो जुन हामीले भित्र उ गऱ्यौँ। ए समाधि हो? अनि यो फेरि बुढा सुब्बाको अगाडिको बाँस यसो देखाउनु त। यो बाँस चाहिँ बुढा सुब्बाले आफूले चलाउने गरेको गुलेली। हजुर, ए गुलेली चलाएको बाँस। त्यो गुलेली पुरेर छोडेका त्यसैबाट उम्रेको टुप्पा नभएको बाँस। यसको कुनैको पनि टुप्पा छैन। त्यो त एकदम उ छ है, यसमा टुप्पै नभएको टुप्पा छैन, कुनै बाँसको पनि टुप्पा। अनि यो मन्दिर चाहिँ हाम्रो चाहिँ उहाँको समाधि हो, बुढा सुब्बाको। पुरा छैन हो, पुरासको भित्र। ए अनि हामीले यहाँ चाहिँ भक्तहरू पुरा हुन्छ। त्यो हुन्छ भन्छन् अब उहाँलाई राखेकै रहेछ नि भित्रै मन्दिर। भित्रै उहाँले खुल्ला थियो, अहिले मन्दिर बनाएको थियो, खुल्ला थियो। हामी सुरुमा आउँदा जन्जिरले मात्रै घेरेको थियो क्या, किल्ला गाडेर यस्तै किल्लाले यस्तै जन्जिरले घेरेको थियो सुरुमा हामी धेरै वर्ष पहिले। धेरै वर्ष अब 25 अलि यता 26-27 वर्ष अगाडि। अनि यहाँ चाहिँ त्यही हाम्रो चाहिँ अनि यो डोरी चाहिँ बान्नु भएको छ नि, यो चाहिँ डोरीको र कुनै चिजको विस लिएर आफूले भनेको कुरा मन्नत मागेर डोरी बान्दिने। डोरी बान्नु डोरी बान्दिने पुरा भयो। अनि सोच बनाएर आउँदाखेरि यो मेरो इच्छा पुरा होस् भनेर बान्ने। आज हामी चाहिँ बुढा सुब्बाको मन्दिरमा मन्दिरमै आएका छौँ, यथार्थ होइन, रियलमा आएर चाहिँ यहाँ चाहिँ यो कुराकानी गरिरहेका छौँ, यसको बारेमा जानकारी गराइरहनु भएको छ म्याडमजी। ल हस्, धन्यवाद म्याडमजी।